महिलामा सेतो डिस्चार्ज, व्हाइट डिस्चार्ज सामान्यतः शरीरको प्राकृतिक प्रक्रिया हो। यो महिलाको प्रजनन प्रणालीको सफाइ र स्वास्थ्यलाई राम्रो राख्न मद्दत गर्छ। तर यदि यसको मात्रा, गन्ध, रङ वा अन्य लक्षण परिवर्तन आउँछ भने यो कुनै समस्याको सङ्केत हुन सक्छ। सामान्य सेतो डिस्चार्ज भनेको महिनाभरि नै थोरै मात्रामा देखा पर्न सक्छ र सामान्यतः गन्धविहीन र पातलो हुन्छ। यसले चाहिँ योनिलाई नमी राख्न मद्दत गर्छ र सङ्क्रमणबाट बचाउँछ। समस्या हुने सेतो डिस्चार्जहरूको कारणहरू यस प्रकारका छन्। इन्फेक्सन भयो भने भजाइना अथवा क्यान्डिडियासिस, इन्फेक्सन भयो, भल्भोभेजिनाइटिस भयो हैन, ब्याक्टेरियल इन्फेक्सन भयो हैन, यीस्ट इन्फेक्सन भयो हैन, ट्राइकोमोनासिस भयो जस्ता सङ्क्रमणले सेतो डिस्चार्ज मात्रा वा गन्ध परिवर्तन ल्याउन सक्छ। अर्को भनेको हर्मोनल असन्तुलन, यानि तपाईको मासिक चक्र, तपाईको मासिक जुन महिनावारी छ भएको त्यसमा चाहिँ परिवर्तनहरू आउन सक्छ। हर्मोनको परिवर्तन आउन सक्छ, गर्भावस्थामा हर्मोनको परिवर्तन आउन सक्छ र कुनै गर्भनिरोधक उपायहरू जस्तै कन्ट्रासेप्टिभहरू कुनै प्रयोग गर्दाखेरि हर्मोनल असन्तुलन कारण डिस्चार्जमा पनि यो प्रभावित हुन सक्छ। पानीको कमी भएमा अथवा अस्वस्थ जीवनशैली अपनाएमा, पर्याप्त पानी नपिउनु र अस्वस्थ खानपानले शरीरको स्वच्छता प्रणालीलाई चाहिँ एकदम धेरै असर पुर्याउन सक्छ। स्ट्रेस, तपाईँको मानसिक स्वास्थ्य, मानसिक तनाव, अत्याधिक चिन्ताले हर्मोनल असन्तुलन गर्न सक्छ, जस कारणले तपाईँको जुन डिस्चार्ज भइरहेछ त्यसको कलर सँगसँगै त्यसको टेक्सचर, स्मेल सबै चेन्ज हुन सक्छ।